नितामाम स्ट्रोक भनेको के हो? स्ट्रोक भनेको दिमागको कुनै पनि भागमा जाने रगतको प्रवाह कम हुनु वा रोकिनु हो, जसले गर्दा दिमागका ती भागहरूमा अक्सिजन नपुगेर क्षति हुन जान्छ अनि यो इमर्जेन्सी कन्डिसन हो जसको उपचार तुरुन्तै गर्नुपर्छ। स्ट्रोक हुने मुख्य कारणहरूमा दिमागको रक्तनलीमा रगत जम्नु वा रक्तनली नै फुट्नु हो। हाई ब्लड प्रेसर, डायबिटिज, हाई कोलेस्ट्रोल, स्मोकिङ र सेडेन्टरी लाइफस्टाइल जस्ता कुराहरू स्ट्रोकको प्रमुख जोखिमका कारकहरू हुन्। स्ट्रोकका सामान्य लक्षणहरूमा अचानक शरीरको एकातिर कमजोरी वा सुन्निनु, बोल्न वा बुझ्न गाह्रो हुनु, अनुहार एकातिर झुक्नु, सन्तुलन गुमाउनु, चक्कर लाग्नु तथा अचानक तीव्र टाउकोको दुखाइ हुनु। स्ट्रोकपछि पुनर्स्थापनामा फिजियोथेरापीको महत्त्वपूर्ण भूमिका हुन्छ। फिजियोथेरापिस्टले बिरामीको स्ट्रेन, ब्यालेन्स, कोअर्डिनेसन पुनः सुधार गर्न सहयोग गर्छ। रेगुलर एक्सर्साइज र फिजियोथेरापिस्टको गाइडेन्सले बिरामीलाई इन्डिपेन्डेन्ट हुन मद्दत गर्छ।